दिन दशा भनेको बाजा बजाएर आउँदैन भनेको हो रहेछ गाइस। त्यस्तै भएर चाहिँ हामीहरूको पनि र हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। आशा गर्छु तपाईँहरू सन्चै हुनुहुन्छ। म पनि सन्चै छु अनि फेरि मेरो न्यू ब्लगमा स्वागत छ। मलाई चाहिँ अलिकति ज्वरो सर्दी भइरहेछ र हाम्रो घरमा पनि अस्ति मम्मी र पापाको एक्सिडेन्ट भयो र अलिकति हाम्रो त्यस्तै प्रब्लम भइरहेछ। दशा नराम्रै चलिरहेछ, त्यसकै लागि यहाँ आएर सक्नुहुन्छ होला। र पापाले चाहिँ केही गर्न सक्नुहुन्न अनि पुनम चाहिँ पुरा पापालाई हेल्प गर्दै चाहिँ काम गरिरहेछ। किनकि तामुलबारीमा चाहिँ अलिकति बाख्राहरू पसेर सबै पुली खान थाल्यो अनि त्यसको लागि चाहिँ बेरा बार्नुपर्छ र अहिले चाहिँ धान काट्नेको सिजनमा मान्छेहरू पनि काम गर्ने एकजना पनि भेटिँदैन। त्यसकै लागि चाहिँ आफै गर्ने भनेर सबैजना लागि मिली भएर गर्दैछौँ र पुनम पनि पुरा यहाँ बाँसहरू चाहिँ काटिदिँदैछ। त्यसको लागि अनि यति भइसकेपछि म ठक्कसँग ल्याएर चिया बनाइदिनतिर लागेँ। सबैजनालाई चिया पकाउनु त्यतिखेर अनि पुनमको ठक्क केकको अर्डर आयो र 2टा केकको अर्डर आएको थियो अनि पुनम चाहिँ केक बनाउनेतिर लागि यहाँ सक्नुहुन्छ होला। तपाईँलाई चाहिँ 2टा केकमा चाहिँ कुन चाहिँ मन पर्यो भन्नु होला। यो चाहिँ यो 2 केजीको थियो होला अनि उता त्यो आधा केजीको छ होला। 2टा केक चाहिँ पुनमले पुरा बनाइसकेको छ, यहाँ हेर्न सक्नुहुन्छ होला। र यो भिडियोहरू चाहिँ अस्तिको हो, मैले चाहिँ एडिट गर्नु नपाएर आज हाल्दैछु किनभने मेरो यता र उता भइरहेको छ। एडिट गर्ने बेलामा तपाईँहरूलाई त कुरो त थाहै छ। अनि यति गरिसकेपछि म चाहिँ अब डान्स क्लास जानको लागि निस्किनु पर्यो। अब जस्तै जे भए पनि परिस्थिति जस्तै जे नै चले पनि आफ्नो काम गर्न चाहिँ छोड्नु हुँदैन। त्यसको लागि चाहिँ म चाहिँ स्कुटी लिएर आफ्नो काममा जानेतिर लागेर दिन दशा भनेको यति नराम्रो चल्दैछ। तपाईँहरूलाई के भन्नुपर्ने पनि केही पनि छैन। जस्तै जे चले पनि आफ्नो काम चाहिँ गर्नै पर्ने रहेछ र अघि बढ्नै पर्ने रहेछ। र क्लासमा आइपुगिसकेको 2टा बहिनीहरूले चाहिँ माया बिनी गाउँछौँ भनेर गाउनतिर लागे। अनि यो भिडियो चाहिँ तपाईँहरूलाई मैले अलरेडी हिजो पोस्ट गरिदिएको थिएँ, हेर्नुभयो होला कसले। र बहिनीहरूको गाना कसलाई मन पर्यो गएर कमेन्ट गरिदिनु होला। र मैले चाहिँ अलिक यहाँ म्युट गर्दैछु किनकि अलरेडी मैले यो गाना हिजो हालिरहेको छु, त्यसको लागि चाहिँ। र धेरै राम्रो गाउँदो रहेछन् र मलाई चाहिँ धेरै राम्रो लाग्यो सुनेर। तपाईँहरूलाई चाहिँ कस्तो के लाग्यो कमेन्टमा गएर भनिदिनु होला। र कसले हेर्नुभएको छैन मेरो हिजोको भिडियोमा हेर्न सक्नुहुन्छ होला। बहिनीहरूले धेरै राम्रो गएका छन्। अनि यो क्लास चाहिँ मेरो खकन बस्तीमा थियो अनि क्लास गरिसकेर एकछिन रेस्ट गर्ने बेलामा चाहिँ उनीहरू गाना गाउँछु भने अनि मैले गाना गाउन ओर्न दिएँ। र केटाकेटीसँग चाहिँ म धेरै फ्री भएर क्लासहरू गराउँछु किनकि उनीहरूसँग जति नै फ्री भए पनि जति फ्री हुन सकिन्छ त्यति राम्रो हो। किनकि उनीहरूले नजानेको कुराहरू सेयर गर्छन्। बेसी स्टिक गर्यो भने उनीहरूले नजानेको जिनिसहरू पनि सोध्नको लागि डराउँछन्। कराउनुहुन्छ कि कुट्नुहुन्छ कि जस्तो सोच्छन् जस्तो लाग्छ मलाई चाहिँ। मतिरबाट चाहिँ तपाईँहरूलाई चाहिँ कस्तो के लाग्छ भनिदिनु होला। र म चाहिँ धेरै नै फ्री भएर डान्सहरू सिकाउँछु र उनीहरूको कुरा उनीहरूसँग उनीहरू जस्तै नै हुने कोसिस गर्छु म। उनीहरू केटाकेटीहरूसँग केटाकेटी नै जस्तै भएर सिकाउँछु म चाहिँ। र कतिपयले नराम्रो पनि पाउँछन् होला, तर मलाई चाहिँ त्यसो गरेर चाहिँ राम्रो लाग्छ। मलाई चाहिँ लाग्छ केटाकेटीसँग केटाकेटी नै जस्तै भएर सिकायो भने चाहिँ छिटो सिक्छन् जस्तो चाहिँ मलाई लाग्छ। र यहाँको क्लास सकेर म टुप्पियाको क्लासमा आइपुगिसकेँ। यहाँ हेर्न सक्नुहुन्छ होला। टुप्पियाको क्लास गराउन चाहिँ यहाँ पनि हामीहरू एक्सर्साइज गरेर रेस गर्छौँ भनेर एकछिन रेस गरिरहेछन् केटाकेटीहरू। अनि म चाहिँ आज यिनीहरूको भिडियो सुट पनि थियो, त्यसको लागि सबैलाई ब्ल्याक कलरको ड्रेस लगाएर आउनु भनेको थिएँ गाइस। अनि मैले पनि ठक्कसँगले ब्ल्याक कलरको ड्रेस नै लगाएर पुगेछु। र मेरो भोइस चाहिँ आज एकदम अस्तिदेखि पुरा ज्वरो आएर एकदम कस्तो भइरहेछ। इग्नोर गरिदिनु होला किनकि सधैँभरि मान्छेको एउटै हुँदैन होइन। यसै त नराम्रो भोइस ती माथिबाट मेरो चाहिँ के भयो भनि नसक्नु भइसक्यो। र यिनीहरू चाहिँ यहाँ आज यिनीहरूको भिडियो बनाइदिनु पर्नेछ, त्यसको लागि चाहिँ डिस्कस गरिरहेछन् कस्तो के गर्ने भनेर। अनि मसँग चाहिँ एउटै फोन हुन्छ, उनीहरू प्र्याक्टिसहरू गरेको डान्सहरू गरेको चाहिँ म देखाउन पाउँदिनँ। र उनीहरूले चाहिँ भिडियो के गरे हो त भिडियो चाहिँ तपाईँहरूलाई म लाहे लाहे गरेर देखाउँछु, हेर्दै गर्नु होला। र यिनीहरू पनि धेरै कष्ट गरेर सिक्दैछन् र धेरै राम्ररी सिक्दैछन् पनि। र अरूको जति फेसिलिटी दिन पनि सकेको छैन त्यही पनि निकै नै सिके जस्तो लाग्छ मलाई चाहिँ। र धेरै राम्रो गर्दैछन्, अझै अगाडि बढोस् होइन, अझै राम्रो गरोस् त्यही छ। अनि सबैजना बसेर चाहिँ हेर्नु न ऐनामा कसरी जिस्किरहेछन्। यो भिडियो चाहिँ म पछाडिबाट गर्दैछु, उनीहरू गम पाएकै छैनन् अनि उनीहरू चाहिँ हेरिरहेछन्। र गाइस आजलाई चाहिँ यति नै। तपाईँहरूलाई मेरो भिडियो हेरेर कस्तो के लाग्छ कमेन्टमा गएर